मान्य सभामुखज्यू, नयाँ वर्ष सबैको लागि मङ्गलमय होस्, सबैलाई शुभकामना। मैले प्रदेश सरकारको मुख्यमन्त्रीसँग मैले यो सदनबाट एउटा जिज्ञासा राख्ने अनुमति चाहन्छु। म नवलपरासी क्षेत्र नम्बर 2 कको जनप्रतिनिधि र त्यो ठाउँमा यो बजेटिङको बेलामा एउटा गुरुङ समुदायले निर्माण गर्दै गरेको गुम्बा र एउटा मगर समुदायले निर्माण गर्दै गरेको गुम्बा जुन एउटा नगरपालिकाको एउटै वार्डमा छ, त्यो इन्ट्री हुने बेलामा एउटा शहरी विकासमा इन्ट्री भएछ, एउटा पर्यटन मन्त्रालय अन्तर्गत इन्ट्री भयो र त्यो कस्तो विडम्बना भने एउटै प्रकृतिको जग्गा, एउटै प्रकृतिको सबै विषयवस्तु एउटै छ। शहरी विकासले कानुनले यो निर्माण गर्न वा यो बजेट कार्यान्वयन गर्न हुँदैन वा दिँदैन भनेर कार्यान्वयन गरेन, तर त्यो पर्यटनले कार्यान्वयन गरेर हस्तान्तरण पनि गरिसक्यो। मैले यो मात्रै नभएर अर्को ठाउँ फेरि त्यो अर्को वार्ड नम्बर 3 एउटै पालिकाको वार्ड नम्बर 3 मा एउटा छठघाटको लागि बजेटको व्यवस्था गरिएको थियो भने अर्को मगरघाट निर्माणको लागि बजेटको व्यवस्था गरिएको थियो। त्यो चाहिँ शहरी विकास अन्तर्गत नै कार्यान्वयन हुने गरी व्यवस्था भएको थियो। तर विडम्बना कस्तो भने छठघाट ठेक्का पनि भयो, कार्यान्वयन भयो र हस्तान्तरण भयो। त्यही मन्त्रालयको डिभिजनले मगरघाट कानुनले दिँदैन भनेर एउटै प्रकृतिको खोलाको किनारमा भएको ठाउँमा काम गर्न मानेन। त्यसैले मैले मुख्यमन्त्रीलाई विनम्रतापूर्वक म यहाँबाट जिज्ञासा राख्न चाहन्छु भने हाम्रा प्रदेशका मन्त्रालयहरूलाई कुन मन्त्रालयलाई कुन कानुन अनुसार परिचालन गरिएको छ वा कार्यदेश दिएको छ भन्ने कुरा स्पष्ट पारिदिनको लागि पनि मैले हार्दिक अनुरोध गर्दछु। फेरि अर्को कुरा, हामी पटक पटक माननीयहरूले सभामा उठाएका कुराहरू प्रदेश सरकारले त सुन्न छोड्यो। अब योभन्दा माथि सङ्घीय सरकारलाई सुझाव दिएर त्यति काम होला जस्तो त लाग्दैन। तर मैले यहाँ सङ्घीय सरकारलाई प्रदेश सरकार र सभामुख मार्फत एउटा सुझाव दिने अनुमति चाहिँ चाहन्छु। यो केही समय अगाडि निजामती कर्मचारीहरूलाई तलब 15 दिनमा पेमेन्ट गर्ने, तलब दिने जुन कानुनी व्यवस्था गर्नको लागि निर्णय गर्यो, त्यसको लागि स्वागत गर्न चाहन्छु। सँगसँगै सरकारलाई म जानकारी गराउन चाहन्छु भने नेपाल सरकारले नै शिक्षा आयोग मार्फत भर्ना गरेर शिक्षा क्षेत्रमा काम गराउन खटाएका शिक्षकहरू पनि नेपाल सरकारले पेमेन्ट गर्ने तलबबाट काम गर्ने भएकोले उनीहरूको चौमासिक पनि रेगुलर नहुने, तर निजामती कर्मचारीलाई 1 महिनाबाट फेरि 15 दिनमा झार्दा कतै सरकारले पनि आफ्नै कर्मचारीहरूको बिचमा विभेद गर्यो कि? त्यसैले मैले विनम्रतापूर्वक नेपाल सरकारलाई यो जसले शिक्षा र शिक्षासँग सम्बन्धित क्षेत्रलाई राम्रोसँग विकास गर्न सक्दैन, यसले देशको विकास हुन सक्दैन भन्ने कुरा अनुभूति गराउन र म यो शिक्षकको सेलरीको विषय, शिक्षकको तलबको विषय, शिक्षकका सेवा सुविधाको विषय र शिक्षकलाई हेर्ने विषयमा अलि सम्मानजनक तरिकाले हेर्नको लागि आग्रह गर्न चाहन्छु। फेरि अर्को कुरा, मैले यो पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषय परिस्थिति जन्य हुनसक्छ, मैले यसको विषयमा धेरै कमेन्ट गरिनँ, तर यो पेट्रोलियम पदार्थको मूल्य वृद्धिको कारणले जुन महँगीमा वृद्धि भएको छ, जुन महँगी बढेको छ, यसले तमाम जनताहरू त आक्रान्त बनेका छन्। यो मात्रै भएन, यो जनजीवन नै अस्तव्यस्त बनेको छ। यति मात्रै नभएर यो देशका ठुला आयोजनादेखि साना आयोजनाहरू र निर्माण कामहरू पनि प्रभावित भएकोले मैले सङ्घीय सरकारका प्रधानमन्त्रीज्यूले धनगढीमा बोलेकै कुरा सापट लिँदै यो रुखमा बाँधेर हुन्छ कि, यो बाटोमा सुताएर हुन्छ कि, खोरमा झाकेर हुन्छ, यो महँगी नियन्त्रण गर्नको लागि अविलम्ब कार्यक्रम ल्याउनको लागि पनि मैले सभामुख मार्फत सङ्घीय सरकारलाई अनुरोध गर्न चाहन्छु। यहाँ यति मात्रै होइन, यहाँ त हामी विद्यार्थीहरू, गरिब जनता, किसान र दैनिक काम गरेर जो गर्ने व्यक्तिहरूको जीवन यो महँगीको कारणले तहस नहस हुँदै वा आक्रान्त हुँदैछ। यति मात्रै नभएर व्यवसायीहरू पनि धराशायी बन्दैछन्। यहाँ इन्डियन नम्बर प्लेटका ट्रकहरूले नेपालभरि आफ्ना सेवा विस्तार गर्छन्, जुन लागतको हिसाबले सस्तो पर्ने भएकोले, जसको कारणले नेपालमा व्यवसाय गरेर आफ्नो जीविका सञ्चालन गर्ने
यो ढुवानी व्यवसायीहरू पनि मर्कामा पर्दैछन्। यति मात्रै नभएर यो सबै क्षेत्र धराशायी हुँदै गएकोले मैले यो क्षेत्र नियन्त्रण गर्नको लागि, यो महँगी नियन्त्रण गर्नको लागि सरकारले अथवा राज्यले तुरुन्त कुनै कार्यक्रम ल्याउने वा यसको विषयमा सोच्नको लागि आग्रह गर्न चाहन्छु। यदि हामी जनप्रतिनिधिहरू सित्तैमा सेवा गर्दा यो महँगी नियन्त्रण हुनको लागि आर्थिक व्यवस्थापन हुन्छ भने म यो सदनमा सबैको अगाडि म त्यो कुरामा तयार छु भन्ने सङ्घीय सरकारलाई जानकारी गराउँदै मैले मेरा कुरा यहीँ अन्त्य गर्छु। हस्, धन्यवाद।